शुभकामना। नेपाल भौगोलिक तथा सांस्कृतिक विविधतायुक्त देशका रूपमा परिचित छ। बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश नेपालमा थुप्रै जात जाति, समूह र सम्प्रदायका मानिसहरू सदियौंदेखि बसोबास गरिआएका छन्। यसरी बसोबास गर्ने मानिसहरूले आफ्नो जाति, क्षेत्र, धर्म, सम्प्रदाय लगायतका विषयमा नवीन खोज, अध्ययन, अनुसन्धान गर्दै आएको देखिन्छ। नेपालमा रहेका बहुजातीय सम्प्रदायभित्र रेग्मी वंशको बारेमा जानकारी सार्वजनिक गर्ने उद्देश्यसहित श्री नगेन्द्रराज रेग्मीद्वारा रेग्मी वंशको इतिवृत्तमा आधारित वृत्तचित्र निर्माण गर्न लागेको जानकारी पाउँदा मलाई खुसी लागेको छ। नेपालको अन्तरिम संविधान 2063 तथा नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय महासन्धिले नेपालमा बसोबास गर्ने सबै समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्वर्धन गर्ने हक प्रत्याभूत गरेको छ। यी सम्पूर्ण पृष्ठभूमिमा आफ्नो पारिवारिक र वंशाणुगत विशेषताहरूको विस्तार र प्रवर्धन गर्ने उद्देश्यसहित यस प्रकारको वृत्तचित्र निर्माण हुनु प्रशंसनीय कार्य हो। प्रस्तुत वृत्तचित्र नेपालभरि रहेका रेग्मी वंशका मानिसहरूको ऐतिहासिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विशेषताहरूका बारेमा जानकारी प्रवाह गराउन सहयोगी हुने विश्वास लिएको छ। वृत्तचित्रले समस्त रेग्मी वंशका मानिसहरूबीच अपनत्व, बन्धुभाव र एकता कायम गराउन मद्दत गर्नेछ भन्ने विश्वास लिँदै वृत्तचित्रले राखेको उद्देश्यमा पूर्ण सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु। खिलराज रेग्मी, अध्यक्ष, मन्त्री परिषद, 2070 साल श्रावण, काठमाडौँ, नेपाल। यही हो हाम्रा वीर पुर्खाहरूले आर्जेको देश नेपाल। हामीलाई कति सुन्दर, शान्त र रमणीय लाग्दछ। नेपालको पूर्वाञ्चल क्षेत्रमा पर्ने विश्वकै सर्वोच्च शिखर सगरमाथा र त्यसै श्रृङ्खलाका हिम शिखरहरूको शुभ छविबाट पोषित सगरमाथा अञ्चलको खोटाङ जिल्ला पहाडी भेगको अत्यन्तै सुरम्य स्थल हो। हलेसी तीर्थस्थलको पौराणिक गाथा, ट्याम्केको उच्च मनोरम दृश्य, सुनकोशी, दुधकोशीको गम्भीर र शान्त प्रवाह, रावास, सावास, साप्सु र टुवा खोलाका कल कल ध्वनिले यहाँ कसलाई मन्त्रमुग्ध नपार्ला र। यहाँका यिनै प्राकृतिक र सांस्कृतिक निधिहरूमा लुडीबुडी गर्दै रमाउँदै राजापानी र बतासे गाविसमा बसोबास गर्ने रेगम गाउँबाट आइपुगेका कौशिक गोत्रीय रेग्मी वंशको थलोमा हामीहरू पदार्पण गर्दैछौँ।
विक्रम सम्वत 2069 साल कार्तिक 28 गते म नगेन्द्रराज रेग्मी साथमा क्यामेराम्यान थरेन्द्र बराल र मुकेश श्रेष्ठ समेत काठमाडौँबाट उदयपुरको गाईघाटका लागि प्रस्थान गर्दैछौं। भोलिपल्ट 29 गते बिहान नै हामीहरू त्यहाँबाट साउने रौताहा हुँदै सल्लेसम्म जाने बसमा चढ्यौं। अब 3 जनाको हाम्रो समूहमा भाइ महेश, उदयपुर मयङ्खुबाट आउनुभएका कृष्ण रेग्मी र खोटाङ पुराना गाउँका भीम रेग्मी थपिएर जम्मा 6 जनाको समूह बन्न पुग्यो। अन्तिम गन्तव्य सल्लेमा पुगी बिहानको तातो भात खाएर होटलबाट ओह्रालो लाग्यौं हामीहरू। अब हामी उदयपुर जिल्लाको आँपटार गाविस मानपुर शिरदेखि यस कार्यको शुभ मुहुर्त गर्दैछौं। थरेन्द्र बरालजीले हात्तीपाइलीतर्फ क्यामेरा तेर्स्याउँदा हामी सबैले ताली बजाएर कस्तो राम्ररी स्वागत गरेका थियौं। आहा, कति राम्रो पहाडी दृश्य हेर्नुहोस् त। हात्तीपाइली डाँडा पनि देखियो, त्यसमुनि टिन लगाएर छाएको स्कुल भवन देखियो, त्यसपछि तल सिरवानी डाँडो, घुर्लेथुमको अनि रसुवा रातमाटे टहार। यी सबै मार्सेली रेग्मीका वीरता किल्ला भित्रका जग्गाहरू हुन्। हाम्रा यहाँ आएर बसेका प्रथम पुर्खा माधव रेग्मीका नाति अर्थात् शिवरामका माइला छोरा भगीरथ आएर बसेको स्थान हो यो रसुवा रातमाटे। हाम्रा पूर्वजहरूले कति राम्रो ठाउँमा वीरता बसेका रहेछन्। कस्तो मनले आनन्द पार्ने स्थलहरू हामी देखिरहेका छौँ। पारी खोटाङको सदरमुकाम दिक्तेल बजार, बुइपा, खानीडाँडा विमानस्थल, यता पुरानो सदरमुकाम खोटाङ बजार, सिम्पानी, मुसमुसा, चिप्रेङ इन्द्रेणी पोखरी, भूतपूर्व प्रधानमन्त्री तुलसी गिरीको पैतृक स्थल भाटेसुवारा, मन्त्री केदार राईको गाउँ, डेपुटी गभर्नर महाप्रसाद अधिकारीको जन्मस्थल सिम्पानी बर्रे, गणेश अधिकारीले धेरै वर्ष स्याहार सुसार गरी हुर्काएको सिम्पानी हाई स्कुल। आहा, प्राकृतिक सुन्दरता। काठमाडौँमा सल्लाह गरी हामीसँग जान्छु भनेर योजना बनाए पनि अन्तिम समयमा कार्यव्यस्तताले जान नपाएका कृष्ण र रमेश रेग्मीहरूले यो अपूर्व र रमाइलो महत्त्वपूर्ण कार्यमा सहभागी हुन नपाएकोमा उनीहरू कति दुखित छन् थाहा छैन। तर अहिले हामीहरू भने निकै खिन्न भइरह्यौँ। त्यस्तै खिलनाथ दाईको याद पनि आइरह्यो यात्राभरि। हामी अझ तल झर्दैछौँ। रसुवाका हाम्रा दाजुभाइका घरहरू देखिए, त्यसलाई रातमाटे भनिन्छ। रसुवा खोला जसरी शिरबाट हान्निँदै कोसीमा मिल्न आतुर छ, त्यसै गरी हामी पनि आफ्नो यात्रामा रमाउँदै ओह्रालो दौडिरहेका छौँ कोसीलाई भेट्न, रसुवा दोभान पुग्न। यी रसुवाली दाजुभाइहरूका खेतहरू हुन्। हामी कोसीको पुल तरेर पारी खोटाङतर्फ नलागी रसुवा खोलाको पुल तरेर एकबार उदयपुरको पाटो समात्दै हिँडिरहेका छौँ। पारी हाम्रो प्यारो खोटाङ जिल्ला हामीलाई हेर्दै मुस्कुराइरहे झैँ लाग्दैछ। हामी कोसीको किनार गडतिरै हिँडिरहेका छौँ। टुवा खोलाको दोभानबाट पारी मुलाबारीको उकालो देखियो। यही टुवा खोलाको पानीले यहाँका खेतहरूमा सिंचेर हाम्रा दाजुभाइहरूका पेट भरिएका थिए। यहाँ पनि मार्सेली रेग्मीहरूले धेरै नामी खेतहरू आर्जेका थिए।
त्यही धारे उकालो पार गर्दै यहाँबाट धान लगी खाने गरिएको थियो। हामी धेरैका पाइतालाहरू यी उकाली ओह्रालीहरूमा खिएका छन्। भोकले हामीलाई निकै सताइरहेको छ। झोलामा आमाले पोक्याएर पठाएको केही खाजा भए खाउँ न महेश, नभन्दै एकछिन सुस्ताएर खाजा खान थाल्यौँ हामी। अब हामी भण्डारे पनि आइपुग्यौँ। ऊ पारीको त्यो सानो भण्डारे हो। खेतको तल्लो भाग कोशी किनारमा त्यति मिलाएर त्यो पर्खाल मित्रलाल उपाध्याय रेग्मीले लगाउनु भएको हो। कोशीको पानीबाट कुलो खनाई यी खेतमा सिँचाइ गर्ने ठुलो योजना लिएर उहाँले यही ठाउँमा थुप्रै श्रम पसिना बगाउनु भएको थियो। माथि कति राम्रो मन नै लोभ्याउने रातो घाम लागेको दृश्य हामी देख्दैछौँ। त्यो हाम्रो बतासे गाविसको हमारा नाप्तीको एरिया हो। कति राम्रो र लामो यो भण्डारे घाटमा पुल बनेछ। अब हामी हाम्रा पाइलाहरू अलिक गतिका साथ दौडाउन थाल्यौँ, किनकि घाम अस्ताउनै लागेका छन्, साँझ पर्न लागेको छ। अझै हामी रेग्मीटार पुग्न झन्डै 2 घन्टा जति तेर्सो बाटो हिँड्नु छ। आज हामी त्यहीँ पुगेर मदन रेग्मीको होटलमा बास बस्ने योजनामा छौँ। आज 2069 सालको तिहारको भाइटिकाको दिन हो। घर घरमा भिडभाड र जमघट छ, तर बाटो भने सुनसान सुनसान छ। यस्तो चाडबाडको दिन दिदीबहिनीहरूलाई छाडी खाली निधार राखेर हामीहरू भने आफ्नो उद्देश्यमा अगाडि बढिरहेका छौँ। अब हामी 1 घन्टा जति हिँड्यौँ भने भण्डारे पुग्छौँ। अब 1 घन्टामा पुगिन्छ र भण्डारे? पक्कै पुगिन्छ नि, 1 घन्टामा कस्तो नपुग्नु। यो रेग्मीटारबाट पुराना गाउँ जाने बाटो हो। कस्तो नाकै ठोक्किने उकालो। पुराना गाउँका दाजुभाइहरू यो उकालो आँखा चिम्लिएरै पनि आते जाते गर्नुहुन्छ। उहाँहरूलाई गाउँ बेसी कति सहज तरिकाले गरेको मलाई अहिले पनि अनुभूति भइरहेको छ। अब हामी हाम्रा खामतेल पुराना गाउँका रेग्मी बन्धु बान्धवहरूसँग आत्मीयताका आलिङ्गन गर्छौँ, हात मिलाउँछौँ। हजुरबुवा, बुवा, आमा, काका, दाजुहरूलाई ढोक गर्दै सबै एकत्रित हुन्छौँ। तिहारको रमाइलोमा हाम्रो आगमनले झन् उत्साहित र रोमाञ्चित हुन पुग्छ सम्पूर्ण गाउँ नै। तिहारको रौनक छ। पिङहरू मच्चिरहेका छन्, कतै सेलरोटीहरू पाकिरहेका छन्, कतै खसी ढलेको छ। अझ भनौँ भाइटिकाकै दिन बिहानमा गर्नुपर्ने कामको चतारो चटक्कै बिर्सेर सम्पूर्ण दाजुभाइहरूले आफ्ना पुर्खाको थाँत थलोतर्फ एक हुल बाँधेर थामातर्फ हामी प्रस्थान गर्दैछौँ। थामा यानि रेग्मीका प्रथम पुर्खा माधव रेग्मी आएर बसेको स्थान। कति रमाइलो भइरहेछ हामीलाई। हामी सबैको उत्तिकै दायित्व, उत्तिकै जिम्मेवारी र उत्तिकै जवाफदेही। हाम्रा एउटै पुर्खाको खोजी, जानकारी र अनुसन्धानमा जुट्दाको आनन्द हामी सबैले अनुभव गरिरहेका छौँ। शिशुले आमाको काखमा खेल्न पाए झैँ हामीहरू पनि पुर्खाले आर्जेको भूमिमा उनकै आँगनमा लुटपुटिँदैछौँ। थामाको खण्डहर यहाँ हामी प्रत्यक्ष देख्न पाइरहेका छौँ। सल्लाघारी, सतीबयर घारी, पाखा, वन, चौतारी, पोखरी, कुला कुलेसाहरूमा सुसेल्दै गीत गाउँदै बिँडीको सर्को तान्दै त्यहीँको सौन्दर्यमा एकाकार भइरहेका छौँ। यही पोखरीमा माधव रेग्मीले आफ्ना गाईबस्तुहरूलाई पानी खुवाउन ल्याउँथे रे। अहिलेसम्म पनि यहाँ पानी भर्न मानिसहरू आउँदा रहेछन्। हिउँदको फागुन चैतसम्म यहाँ पानी रहिरहँदो रहेछ। खानेपानीको रूपमा पनि मानिसहरूले यो पानीलाई प्रयोग गरिरहन्छन्। त्यो खाने हो नि त यो पानी।
पिपलको लहरामा हाम्रा दाजुभाइहरू पिङ खेलेर हेर्नुहोस् त कति रमाइलो हुनुभएको छ। यो ठुलो सालको रूप अद्यावधि यही छ, जसमा हाम्रा पुर्खा रेग्मीहरूले काजक्रिया गर्ने, दिवाली गर्ने गर्दथे रे। घुम्ने विचारले मात्रै यस्तै बन्दीहरू आएर त्यो ठाउँ चाहिँ कस्तो छ भनेर भन्दाखेरि देखाउने यस्तै मात्रै छ। हामी यहाँ परम्परा आइरहनु यो यहाँ हामी के जुन दिवाली गर्छौँ परम्परा, त्यसमा 7 वटा ठाडा 5 वटा त्यसमा रेखिहाल्छौँ। अनि त्यो रेखी हालेर त्यसमा भेडीपाती गरेर अनि एउटा लिङ्गो ल्याएर यहाँ राखेर बाँसको लिङ्गो। अहिले तपाईँहरू आउन छोड्नु भयो यहाँ? हामी छोड्यौँ यहाँ। किन छोडेको त अहिले चाहिँ? तल झरिसकेपछि अब यहाँ देवी पनि हिँडे अरे हिँडे अरे यहाँ भन्ने कुरा। बसोबास पनि हाम्रो तल भयो, यहाँ मासु छ। यहाँबाट देवी हिँडेपछि कहाँ गए त नि? कता गए तपाईँले कहीँ थपना त गर्नुभएको होला नि त? भनेपछि तपाईँले देवाली गर्नु फुर्केसाले जानुहुन्छ? भनेपछि बलिदान गर्नुहुन्न? ए प्रसाद दान गरे सक्यो। राम्रो सुरुवात गर्नुभएको छ। हामीले गरे अनि तल गएर अनि पोखरी भए ठाउँमा मण्डलमा गएर नदेखि पहिला पहिला पुर्खाहरू चाहिँ यहीँ नै पूजा गर्दै आएका थिए। यो पोखरी भन्दा पनि अझै माथि माथि हामी जाँदैछौँ। बल्ल हामी निर्दिष्ट स्थानमा आइपुग्यौँ। खोटाङ जिल्लाको राजापानी गाविस अन्तर्गत पर्ने खामतेल सिम्पानीमा प्रथम पदार्पण गर्ने हाम्रा पुर्खा माधव जोशी रेग्मी सुदूरपश्चिमको गुहेल पानीबाट आएर बसेको यो थलो हो। उदयपुरको चौदण्डी गढीमा त्यतिखेर सेन वंशीय राजाको शासनकाल थियो। सेन राजाबाट विद्वान ब्राह्मणहरूलाई जग्गा वीरता उपलब्ध भइरहेको कुरा सुनि हाम्रा पुर्खा माधव रेग्मी पनि ज्योतिष विद्यामा पारङ्गत भई राजदरबारमा समेत ज्योतिष विद्यामा राजाको विश्वास पात्र भई बसेकाले यो सिम्पानी गाउँ माग गरी प्राप्त गरेका हुन् भन्ने किंवदन्ती छ। श्रीमन्तीद्वारा चाहिँ एउटा स्मृति बनाऊ, खडा गरौँ कि समवयी माधव रेग्मी जोशी उनी चाहिँ बझाङको रेगम भन्ने गाउँबाट यहाँ खोटाङ यस स्थानमा आएर सर्वप्रथम पदार्पण गरी बसे।